जग्गा किन्ने कि एसआइपी गर्ने? आज लाखौं मानिसहरू यही प्रश्न सोचिरहेका छन्। दुईवटै विकल्प ठिक जस्तो लाग्छ, दुवै सुरक्षित जस्तो देखिन्छ, तर लामो समयसम्म कसले तपाईलाई बढी धनी बनाउँछ त? यसलाई बुझ्न एउटा सरल उदाहरण लिऊँ। मानौँ एकजना मानिसले 35 वर्षसम्म जागिर गर्यो। उसले जिन्दगीभर इएमआई तिर्यो, अलिअलि बचत गर्यो। रिटायर भएपछि ऊ करोडपति त थिएन, तर राम्रो बचत उसँग थियो। उसको दुईवटा छोरा थिए। उसले दुवैलाई बोलायो र भन्यो, छोरो, यो 15-15 लाख ल्याऊ, अब आफ्नो जीवन आफै सम्हाल। अब यहाँबाट कथा अलिक रोचक हुन्छ। पहिलो छोरो भन्छ, जग्गा किनौँ। बुवाले पनि सधैँ भन्नुहुन्थ्यो, जग्गाले कहिले धोका दिँदैन भनेर। दोस्रो छोरो अलि शान्त थियो। उसले सोच्यो, ठिक छ, तर पैसाले पनि काम गर्नुपर्छ, र उसले एसआइपी सुरु गर्यो। सुन्नमा दुवै निर्णय स्मार्ट लाग्छ हैन, तर असली फरक यहीँबाट सुरु हुन्छ। पहिलो छोराले धेरै सोचेनन्। उसले 15 लाखमा सहर बाहिर एउटा प्लट किन्यो। उसले सोच्यो 10 देखि 15 वर्षमा सजिलै डबल हुन्छ। यो सोच्न गलत पनि होइन। हामी सानैदेखि सुन्दै आइरहेका छौँ कि जग्गा कहिले घट्दैनन्। उसले सबै पैसा एकैपटक लगानी गर्यो। रजिस्ट्रेसन र मालपोतमा झन् थप खर्च पनि उसको लाग्यो। अब उसको पैसा जग्गा बनेर बस्यो। ऊ पर्खिरहेको थियो समयसँग मूल्य बढोस् भनेर। र यही दोस्रो छोराले उसले फरक तरिकाले सोच्यो। पहिलो 5 लाख अलग राख्यो इमर्जेन्सी फन्डको लागि, किनकि जीवनमा जे पनि हुन सक्छ। जागिर पनि जान सक्छ, स्वास्थ्यमा समस्या पनि आउन सक्छ, आकस्मिक केही खर्चको लागि पनि उसले 5 लाख इमर्जेन्सी फन्डमा राख्यो। अब बाँकी 10 लाख उसले एकैचोटि लगानी गरेन। उसले एसआइपी सुरु गर्यो। हरेक महिना इक्विटी म्युचुअल फन्डमा पैसा लगानी गर्न थाल्यो। बजार माथि जाओस् वा तल, ऊ लगातार आम्दानी गरिरह्यो। पहिलोको पैसा स्थिर थियो, दोस्रोको पैसा काम गरिरहेको थियो। 5 वर्षपछि के भयो भने जग्गा राम्रो लोकेसनमा भए 10% वार्षिक वृद्धि हुन्छ, 15 लाखको 24 लाख हुन्छ। यदि कमजोर लोकेसनमा छ भने 5% वृद्धि भयो भने 15 लाखको 19 लाखसम्म हुन्छ। यहाँ हेर्दाखेरि फाइदा स्थिर सम्पत्ति छ, अचानक मूल्य घट्दैनन्। भविष्यमा यहाँ भाडा निर्माणको सम्भावना पनि देखिन्छ। र यसको कमजोरी पक्ष के देखिन्छ भने नगद आम्दानी यसमा छैन, बेच्नलाई समय लाग्छ, लिक्विडिटी यसमा कम छ। र अर्को एसआइपी को हेर्दाखेरि औसत 12% रिटर्न दियो भने 10 लाखको 17.6 लाखसम्म हुन्छ। राम्रो अवस्थामा छ यदि 14% दियो भने 19 लाखसम्म पुग्न सक्छ। कमजोर अवस्थामा छ भने 9 देखि 10% दियो भए पनि 15 देखि 16 लाख फाइदा हुन्छ। यहाँ पैसा लगातार बढ्दै जान्छ, कम्पाउन्डिङ यही सुरु हुन्छ। र यसको कमजोरी के छ भने बजार उतार चढाव भयो भने हरेस खानुहुन्न, धैर्य चाहिँ चाहिन्छ। समय बित्दै जान्छ, 10 देखि 20 वर्ष बीचको असली खेल सुरु हुन्छ। जग्गा 10% वृद्धि भएको छ भने 15 वर्षमा 62 लाख हुन्छ। यदि 20 वर्षमा छ भने 1 करोड हुन्छ। जग्गा 6% मात्रै वृद्धि भयो भने 20 वर्षमा 50 लाख हुन्छ। अर्को एसआइपी को हेर्दाखेरि 12% वृद्धि भयो भने 10 वर्षमा 31 लाख हुन्छ, 15 वर्षमा 55 लाख हुन्छ। यही 20 वर्षमा रोक्यो भने 1 करोडसम्म हुन्छ। र यदि 14% ले वृद्धि भयो भने 10 वर्षमा 37 लाख हुन्छ, 15 वर्षमा 71 लाख हुन्छ। 20 वर्षको हेर्दाखेरि 1 करोड 35 लाख या 1 करोड 40 लाखसम्म हुन्छ। असली फरक कहाँ छ? पहिलो 5 वर्षमा जग्गा अगाडि देखिन्छन्, 10 वर्षसम्म दुवै बराबर जस्तो लाग्न सक्छ, तर 15 देखि 20 वर्षमा हेर्दाखेरि एसआइपी को स्पिड अचानक बढ्छ। किनकि कम्पाउन्डिङ लाग्छ। जब 12% 20 लाखमा लाग्छ भने सानो देखिन्छ, तर त्यही 12% 80 लाखमा लाग्छ भने 1 वर्षमै 8 देखि 9 लाखसम्म बढ्छ। अर्को वर्षमा त्योभन्दा पनि ठुलो एमाउन्ट रिटर्न लाग्छ। यही चेन इफेक्टले धन बढाउँछ। अब फाइनली बुझ्दाखेरि गल्ती न त जग्गामा छ न त एसआइपीमा छ। गल्ती कहाँ हुन्छ भने समझ नगरी लगानी गर्नु। यदि तपाईलाई स्थिरता, सुरक्षा र कम रिस्क चाहिन्छ भने जग्गामा लगानी गर्नु। यदि तपाईँ लामो समयसम्मको लागि ठुलो धन चाहिन्छ भने एसआइपी प्लस डिसिप्लिन चाहिन्छ। अब सबैभन्दा राम्रो रणनीति के हुन्छ भने दुवैको राम्रो मिश्रण गरेर
अगाडि बढ्नु। भिडियो राम्रो लागेछ भने लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्। भेटौँला अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि थ्याङ्क यू सो मच फर वाचिङ।